हाई, मेरो नाम चाहिँ ऋतिक। अनि मैले मेरा इमेजिनेसनमा आएका कुराहरू, सपनामा आएका कथाहरू अनि इमोसन्सहरूलाई कागजमा कोर्ने गर्दछु। राइटर पनि होइन, म पोएट पनि होइन, जस्ट कथाहरू लेख्ने गर्छु भनौँ। अनि अर्को एउटा कथा थियो जुनको टाइटल चाहिँ मैले याद राखेको छु। दिस इज फ्रम 2024/9/17। सो दिस इज याद। मलाई जति सम्झना तिमीलाई किन आउँदैन? बिताएको त एउटै याद हो, तर त्यो यादले मलाई जति तिमीलाई किन सताउँदैन? तिम्रो चित्र भ्रमसरी गाडिसक्यो यी खाल्टा परेका छातीमा। आँखा सामु जब पाउँछु बुझिहाल्छु कल्पना हो मेरो। तिमीलाई आफू छेउ पाउनु विपनी रहेन। अब तिमीलाई पाउनु स्वप्न भइसक्यो, त्यही भएर पाउँछु तिमीलाई मात्र सपनीमा। हेर, बिछोड त केवल मेरो मात्र भए यसरी बुझ्दैछु। डाको छाडेर त मात्र मेरा आँखा रोइरहेछन्। लाग्छ तिम्रा आँखाका त आँसु मासिसके। मलाई थाहा छैन ती आँसु एकान्तमा रोएर मासिए कि कहिल्यै मेरो पीडामा तिम्रो नयनै रुजेन। चर्किएको सम्बन्ध गाँस्ने कहियो कोसिस गरे तापनि एकतर्फी इच्छा हुन पुग्यो। मेरो केही लागेन। आखिर माया चिहाउनेको भन्दा माया मार्नेको ज्याग्दी चल्दो रहेछ। टुक्रेको प्रेमलाई एक्लो मेरो स्नेहले जोड्नै सकेन। डढिलो लागेको वनसरी हुन पुगे। थरी थरी फुल फुल्ने बगैँचा जस्तै थियो मेरो मन। अहिले जलेर सबै नाङ्गो भएको छ। भावनाहरू सबै हराए, चाहनाहरू सबै मरिसके। मेरो व्याख्या अहिले सासो फेर्ने लासो सरी भएको छ।